नमस्ते सम्पूर्णमा अब नेपालको परिस्थितिको कुरा गरौँ आज होइन। अब यही फागुनको 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन चाहिँ 2082 चाहिँ हुँदैछ। आज चाहिँ फागुनको 19 गते गइसकेको छ। सो यही विषयमा चाहिँ अलिकति चाहिँ कुरा गरौँ। यसपटक चाहिँ अब यो जुन नेपालको चाहिँ प्रतिनिधि सभा सदस्य निर्वाचन जुन छ नजिकै गर्दाखेरि चाहिँ हामीले सही सोचहरू लिएर होइन जिम्मेवारीका साथ चाहिँ तपाईँको निर्णय लिनु चाहिँ एकदमै आवश्यक छ। मत दिनु केवल चाहिँ परिणाम पर्खिने प्रक्रिया मात्र होइन होइन। मत दिनु भनेको चाहिँ यो हाम्रो चाहिँ धारणा र चेतना व्यक्त गर्ने एउटा अवसर हो। सो अब सही नेतृत्व छान्न चाहिँ आवश्यक छ। अब भावनामा चाहिँ डुबेर होइन होइन, तथ्य र भविष्यको चाहिँ सम्भावनाहरूलाई चाहिँ आधारित निर्णय गर्न चाहिँ अब यो एकदम आवश्यक छ। यो आवश्यक पनि छ र हामी सबै नागरिकको चाहिँ यो कर्तव्य पनि हो। हामीले हाम्रो मतले चाहिँ सामान्यतया शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि लाई चाहिँ निर्धारण गर्छ होइन। अब कस्तो व्यक्तिलाई हामीले भोट दिएका छौँ त्यसैको आधारमा हामीले कस्तो शिक्षा पाउने, कस्तो स्वास्थ्य पाउने, रोजगारी कस्तो पाउने र हामी अब कतिको समृद्ध हुने भन्ने कुराहरूको निर्धारण चाहिँ हामीले दिएको नै मतदानले चाहिँ निर्णय गर्ने हो भविष्यमा गएर। त्यसैले सचेत, जिम्मेवारी र दूरदर्शी भएर चाहिँ मतदान गर्न आवश्यक छ। मतदाता चाहिँ त्यस्तो मतदाता हुन चाहिँ आवश्यक छ। त्यस्तै गरी तपाईँको लोकतन्त्रलाई बलियो बनाउन पनि अब यो जुन निर्वाचन प्रक्रिया छ यो निर्वाचन प्रक्रियामा हामी सहभागी हुन चाहिँ आवश्यक छ। यति कुराहरू भन्दै गर्दाखेरि अब जस्तै तपाईँहरूलाई म यही जुन यदि तपाईँ मतदाताका हिसाबले मतदान स्थलमा जान यदि कसैले रोक्यो भने अब कस्तो अवस्थालाई चाहिँ कसुर भन्ने र कस्तो अवस्थालाई त्यस्तो अवस्थालाई चाहिँ सजाय के हुनसक्छ जुन चाहिँ कानुनी प्रावधान छ, म त्यो विषय पनि यही प्रसङ्गमा जोड्न चाहेँ। कसैले पनि मतदातालाई चाहिँ मतदान स्थलमा प्रवेश गर्न नदिँदा चाहिँ अथवा बाटो छेक्ने, गौडाले छेक्ने, बाटो छेक्ने होइन। त्यस्तै गरी मतदान केन्द्रमा चाहिँ मतदान गर्न कुनै किसिमले चाहिँ बाधा अथवा चाहिँ अवरोधहरू गर्ने वा गराउने गरेको अवस्थामा चाहिँ त्यस्तो गरियो भने त्यसलाई चाहिँ कसुरै मानिन्छ र त्यस्तो गरेको अवस्थामा त्यस्ता व्यक्तिलाई 25,000 रुपियाँसम्म जरिवानाको व्यवस्था पनि कानुनमा चाहिँ उल्लेख गरिएको छ। सो अब चाहिँ हामीले सोचेर विचार गरेर निर्णय लिने समय आइसकेको छ। सो अल द बेस्ट। हस्, थ्याङ्क यू।